छौँ। अब यहाँ चाहिँ यो पोखरी यस्तो सुन्दर छ हेर्नु। यहाँको विशेषता के छ भन्दा यहाँ चाहिँ पोखरीमा चाहिँ पात झऱ्यो भने चाहिँ चराले टिप्ने हाम्रो चाहिँ पुरानो भनाइ पनि थियो। यसलाई चाहिँ यो सार्थक हो कि होइन भन्नका लागि पनि हामी यहाँ बाला चतुर्दशीको पूर्व सन्ध्यामा यो हेर्नका लागि, यहाँको सुन्दरता हेर्नका लागि आएका छौँ। पोखरी सुन्दर छ, एकदम स्वच्छ छ। र अब चाहिँ हामी यहाँबाट चाहिँ माथि जान्छौँ। विशेष गरेर यहाँ चाहिँ बाला चतुर्दशीमा चाहिँ यहाँ भव्य मेला लाग्छ। लाखौँको सङ्ख्यामा भक्तजनहरू यहाँ उपस्थित हुन्छन् सद्बिज छर्नका लागि। त्यसका लागि हामी चाहिँ पूर्व सन्ध्यामा नै यो तिहारको बिदाको समयमा सदुपयोग गर्दै मामा भान्जा ग्रुप भएर हामी चाहिँ आज पञ्चायत क्षेत्रमा आएका छौँ। हामी चाहिँ अहिले लगभग 22-23 को उचाइमा छौँ। अब यहाँबाट माथि चाहिँ हामी के गर्छौँ भने यहाँबाट हामी चाहिँ माथि लाग्छौँ। र विशेष गरेर यहाँ चाहिँ अब चराले चाहिँ पात टिपेर यो पोखरी चाहिँ सुन्दर बनाउने यहाँको चाहिँ पुरानो चाहिँ एउटा चलन विशेषता हो। अहिले पनि पोखरी सुन्दर छ र यहाँ चाहिँ राता, विशेष गरेर राता प्रजातिका माछा पाइन्छन्। अहिले माछा देखिन चाहिँ के गर्छ बरु हामी दिउँसोको समयमा आएको हुँदा देखिन्छन् होला, अलिअलि देखिएका पनि छन्। र यहाँको चाहिँ यो प्राकृतिक सुन्दरता धार्मिक हिसाबले पनि यो महत्त्वपूर्ण एउटा चाहिँ ऐतिहासिक स्थल पञ्चासेमा हामी छौँ। ल साथीहरू, धन्यवाद छ।